होल यो जुन अहिलेको घटनामा त्यो बुढा नीलकण्ठमा उहाँको स्टोरमा हो अथवा जसरी देखाइयो है, यो यसमा फेरि कति सत्यता छ थाहा छैन, त्यो जुन प्रकारको अमाउन्टको त्यहाँ जलेको डढेको आयो नि, त्यसले त लामो समयदेखि मान्छेको अड्कलले फेरि पुष्टि गर्यो नि, होइन? तपाईँ मान्नुहोस् न मान्नुहोस्, अब त्यो भोलि त्यसको आकलन हुन्छ कि हुँदैन, त्यसको अमाउन्ट कति थियो भन्ने, तर स्टोर त रहेछ नि त, त्यो अभ्यास त एरेन्जमेन्ट त रहेछ नि त। त म तपाईँले एउटा कुरा के भन्दैछु भने, यदि इनकेस त्यो चिजहरू त्यहाँ नभेटिएको भए, यो आन्दोलनको ओनस, यो करप्सन अगेन्स्टमा जुन मुभमेन्ट युथहरूले यङहरूले चलाइरहेथे, ओनस भन्छ नि त्यसको, त्यहाँ गएर त्यसले क्रेडिबल बनायो, पिपुल वेयर टकिङ ननसेन्स होइन है, रहेछ भन्ने। अब यो चिज जस्तो गम्भीर तपाईँको जुन चाहिँ एभिडेन्स भन्नु, एउटा डेमोक्रेटिक लामो हिस्ट्री भएको कसरी त्यसलाई तपाईँको त्यो कलङ्कलाई वास आउट गर्छ, त्यो अर्को तपाईँको उसको कुरा छ। तपाईँको अनुहारमा कालो पोतिएको छ, ऐना हेर्दा त कालै देखिन्छ।